हेलो सम्पूर्णमा स्वागत छ मेरो अर्को छोटो मिठो मिनी ब्लगमा। आजको दिनको सुरुवात चाहिँ यो सिनबाट हो त। सिन चाहिँ आज यस्तो मस्त दामी छ। यो चाहिँ हाम्रो मन्दिर हो र आज पनि म ड्युटी, आज चाहिँ सन्डे हो, ड्युटी खासै हुँदैन, त्यही पनि अलि छ, ड्युटी त गर्नै पर्यो। अनि कान्छीलाई पनि लिएर हिँडेको। अनि त्यसपछि चाहिँ हामी निस्क्यौँ दाइ र म स्टोरबाट। आज ड्युटी गर्नु छ, एक ठाउँमा रिपेयरको काम गर्ने छ, दुईजना त्यतैजना लागेको हामी। अनि यो चाहिँ त्यहाँ पुग्यौँ काम गर्ने ठाउँमा। अनि क्रेन पनि आज अब ड्राइभर छैन नि त, त्यही भएर यो जेन सेटहरू अक्सीहरू सबै आफै झार्नुपर्छ कि आज। अब क्रेन भएको भए क्रेनले झारिदिन्थ्यो, सजिलो हुन्थ्यो। अनि यहाँको एकजनालाई बोलाएर अनि झार्यौँ। ऊ चाहिँ इन्डोनेसिया कालो टी सर्ट लगाउने मान्छे, उसले यही काम गर्छ, कङ्क्रिट गर्ने। अनि हामी चाहिँ कम्पनीको मान्छेहरू रिपेयर गर्न आएको। कान्छी चाहिँ त्यहाँ डुलिरहेछ, कति बेला मलाई झार्छ भनेर। अनि कान्छीलाई पनि झारेँ मैले। त्यसपछि म चाहिँ यो प्यालेट उठाउन हिँडेँ। अनि अर्को दाइ पनि आउनुभयो मलाई सघाउन। अनि फाइनली चाहिँ यति जम्मा गऱ्यौँ है हामीले। पाइलट पनि लगभग जम्मा भएको छ। अनि अब यो बेच्छौँ हामी छिटै नै। बेचेपछि चाहिँ कति पैसा आउँछ के आउँछ म त्यो चाहिँ देखाउँछु है। यो चाहिँ झारेपछिको अवस्था हो। झारेपछि म फेरि त्यहीँ गएँ दाइलाई सघाउन। त्यहाँ दाइ एक्लै थियो नि त, सघाइदिनु पर्यो। अनि दाइ चाहिँ माथि बसेर काम गर्ने, म चाहिँ तल बस्ने, मोबाइल खेलाउने, यता हेर्ने उता हेर्ने, यही हो क्या मेरो काम। अनि हो मेन चाहिँ यस्तो है, सघाइदिनुपर्छ बेला बेलामा, नत्र भने काम त खासै हुँदैन। दाइ चाहिँ काम गरेको गरे, म चाहिँ बसेको बस्दै हो। त्यसपछि काम भ्याइयो हाम्रो। बेलुका भइसकेको थियो 3 समथिङ कति भएको टाइम, काम चाहिँ भ्याइयो थियो। त्यसपछि हामी स्टोरतिर लाग्यौँ सामान सबै लिएर। अब त्यहाँ काम छैन नि त, त्यही भएर स्टोरतिर फर्कियौँ हामी। अनि म सोचिरहेको छु अब लङ भिडियो नि बनाउनु पर्ला। अब आजलाई यही हो। अब आज सन्डे हो, थुक्पा बनाउने, भोलि लामो भिडियो आउँछ है त। बाई।